लगाउने र बाली उठाउने काम गर्नेछौँ। हाम्रा सिली माग्पाहरूले आज तपाईहरूलाई कोदोको खेती गरेर कोदो खेती गर्नेछ र कोदो खेतीलाई थन्काउने काम पनि गर्नुहुनेछ। त्यसमा तपाईहरूले देख्नुहुनेछ सिलीहरू गर्नुहुनेछ, जुगा लाग्नेछ, खेती रोप्नेछ, थन्काउनेछ। त्यसै गरेर हेर्नुहोला। अनि त्यसो भन्दै अब फेरि पनि तपाईहरूलाई यसरी व्यस्तताको बावजुद पनि आएर हामीलाई हाम्रो कार्यक्रम सफल पारिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यसपछि हाम्रो अर्को चरणको कार्यक्रम छ। हामीले हाम्रो पुर्खाहरूलाई अनर गर्नुपर्ने प्रोग्राम छ। यसमा म जानुका राईलाई अनुरोध गर्दछु त्यो फेटा ल्याएर यहाँ लगाइदिनु हुन अनुरोध गर्दछु। लाई अगाडि बोलाउन स्टेजमा आइदिन अनुरोध गर्दछु। थ्याङ्क यू हाम्रो पुर्खाहरू के गर्न सकिन्न। उहाँ यस्तो मान्छे व्यक्ति हुनुहुन्छ। हाम्रो नेपालदेखि नै उहाँ सांस्कृतिक कलामा म्युजिसियन पनि हुनुहुन्छ। यहाँ हाम्रो कल्चरल प्रोग्रामलाई पनि ध्यान दिएर उहाँले धेरै समय दिइराख्नु भएको छ। उहाँलाई पनि हामीले एउटा स्पेसल अनर गर्नुपर्ने भएकोले हामीले उहाँलाई अनर गर्दैछौँ। उहाँ हुनुहुन्छ मदन दिबिम बस्नेत। सबैले ताली पिट्दिनु होला प्लिज। अब त्यसपछि म झगडान हेलो थ्याङ्क यू आन्टी। तपाईँले धेरै टाइम दिनुभएको छ हाम्रो प्रोग्रामको लागि। थ्याङ्क यू मदन अङ्कल। See
पनि यहाँहरूलाई नै हृदयदेखि नै यिनीहरूलाई आभार व्यक्त गर्न चाहन्छु। अनि एउटा कुरा है लाखे है होइन, हाम्रो यहाँ मैदान ठुलो भएर हो कि हाम्रो दर्शकहरू कम भएर म त अलिकति होइन छक्कै परेँ त हौ। पनि है अझै समय छ है, फेरि हामी सबै तयार भएर बसौँ है सबै होइन, भरेको डुङडुङ आउँला नि फेरि सबै आफ्नो आफ्नो ठाउँमा बसेर होइन सबै तयारीमा बस्नुहोस् है। अर्को कुरा के अरे मलाई एउटा कुरा पनि मन लागिहाल्यो आज के अरे चानसमा डानस होइन पारिहालौँ भनेर होइन, हाम्रो प्रेसिडेन्ट आउनु भएन, मैले चानस पाइरहेको छु। सायद तपाईँहरूलाई थाहा पनि भइसक्यो होला, भोलि पनि हामी के अरे हाम्रा शान्तिका अग्रदूत हाम्रा नेपालको पहिचान भगवान गौतम बुद्धको जन्म जयन्ती पनि मनाइँदैछ, अलाभिडियामा मनाइन्छ। तपाईँहरू सकेसम्म हामी सबै गएर सहयोग गर्नु होला, आफ्नो होइन बालबच्चा लगाएर आफ्नो कला संस्कृति सम्बन्धी केही ज्ञान होइन प्राप्त गर्ने गर्नु होला यसै पावन अवसरमा। अनि हाम्रो नेपालका होइन खप्परी नेताहरूको बुद्धिमा पनि केही होइन दिमाग पर्न जाओस्, हाम्रो नेपालमा होइन शान्तिपूर्वक निष्पक्ष चुनाव होस्, जनताले चाहेको संविधान बनाउन्, सबैले देशमा शान्ति र समन्वय कायम होस्, देश अग्रगतिमा जाओस्, ताकि हाम्रो नेताहरूको मागी खाने भाँडो मात्रै नबनोस्, सबै त्यो कामना पनि गरौँ। हस् त, रेस्ट अफ योर डे। थ्याङ्क यू सो मच। हाम्रो मेन किराँत राईको सिली डान्स, यसमा तेस्रो 3 चरण छ। एउटा स्पेसल डान्स छ, एउटा अर्गनाइजरको ग्रुपबाट छ, एउटा थर्डमा चाहिँ सम्पूर्ण साथीहरूलाई म सिली डान्स गर्नको लागि अनुरोध गर्दछु। अब पहिलो चरणको डान्समा यहाँ स्पेसल सिली डान्स हाम्रो किराँत राई साथीहरूबाट हुँदैछ। अब हाम्रो तेस्रो चरणको प्रोग्राम हाम्रो बहिनी स्वरूप राई र सिरु राईले सञ्चालन गर्नेछ। म हस्त सम्पूर्ण साथीहरू यही बिदा लिन चाहन्छु। थ्याङ्क यू। बिचमा गएर बस्छौँ है। हुन्छ, ठ्याक्कै यसको उसलाई घुमाउने हो कि हामी। ए हवस्, म त्यसकै छेउमा गएर बस्छु। हुन्छ, साइडमा कस्तो बोल्दैन, बिचमा यतातिर बस्नु भयो। हुन्छ। आफ्नो मौलिक नाचको सुरुवात भएको छ। तपाईँहरूलाई आउनुहोस् है भनेर बोलाइरहनु भएको छ, आइदिनु भएको धन्यवाद पनि भन्ने सिली मापाहरूले यिनीहरूलाई स्वागत गरिरहनु भएको छ। खानको लागि मेहनत गर्नुपर्छ। मेहनत गर्दा खट्ने कामहरू मान्तवरले सहभागी भएर हिन्दीको काम गरिरहेका हुन्छौँ हामी भने त्यही उहाँहरूले त्यसैको कला प्रदर्शन गर्दै हुनुहुन्छ। अघि भर्खरै खन्नुभयो उहाँहरूले। अब मात्र होइन पुरुष पनि हुनु पर्थ्यो, तर पुरुषहरू हामी खालि नजानेको भएर महिलाहरू पनि हुन्छ। त्यसैले हो उहाँहरूले भर्खरै सरिसक्नु भएको छ। अब उहाँहरूकोमा
कामहरू गर्छ। यस पछाडि हाम्रा आयोजक किराँत परिवारहरू सबैजना गएर नाच्नको लागि सबैजना तपाईँहरू अगाडि आउनुहोला। अब तपाईँहरूको पनि पालो आइरहेको छ। किराँत बन्धुहरू सबैजना तयार हुनुहोला। पानी टिपेर भारी बोकेर घरतिर जाँदै हुनुहुन्छ। उहाँहरू पानी टिपेर पानी भित्राउँदै हुनुहुन्छ, बोकेर अहिले घरतिर जाँदै हुनुहुन्छ। उहाँहरूले